यो रोड हेर्नुहोस्, यो पोखरा जाने रोड हो। यो आफू खैरिनी कटेर अलिकति पर गएपछि के बाटो ठुलो बनेको छ। सबै बाटो नै अहिले 6 लेनको बाटो छ पोखरा जानको लागि। के घुमाएको यो? ओके ओके, गुड 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 गुड। आउला, राति पनि छोडा छैन छोराले यहीँ लेफ्ट साइडमा। फाइनली हामी बेलुका अलि ढिला नै भयो पोखरा पुग्दाखेरि र होटल बुक गऱ्यौँ। होटल बुक गरेर सामानहरू राख्यौँ, नुहाइधुवाइ गऱ्यौँ। चितवनदेखि पोखरासम्मको थकान, तर पनि नुहाइधुवाइ गरेर एकछिन बाहिर निस्क्यौँ। लेक साइडको नाइट भ्यू हेर्नुपर्छ। अब लेक साइडको हेर्ने भनेकै फेरि नाइट हो, रमाइलो। दिनमा त खासै त्यस्तो रमाइलो हुँदैन यो लेक साइड बजार, हेर्ने भनेकै रातिमा हो। कुन चाहिँ मन पर्यो? लाऊ यता ऊ हुन्छ। फाइनली लेक साइडबाट हामी तल तालबाराही मन्दिर फेवातालको किनारामा पुगेर छोरालाई त्यो फेवातालको बारेमा हल्का जानकारी दिएँ। उसले जान्न खोजेको उसको प्रश्नको एन्सरहरू दिएर एकछिन बस्यो त्यही ठाउँमा। बेलुका चिसो फेवातालको हावा फ्रेस, दिमाग एकछिन फ्रेस गरेर त्यहाँबाट हामी अर्को साइडतिर फेवातालको किनारै किनार ट्र्याकी। आमा छोराको दोस्ती, आमा छोराको जिग्री दोस्त हो। उसले पायो भने छिर्किनी हान्ने, लडाइदिने, ऊ आफ्नो पाराले हिँडिरहेछ, ऊ केही नगरे जस्तो। अनि त्यो किनारै किनार पर गयो। त्यसपछि यहाँ मान्छेहरू अब नाइट डिनर खाने ठाउँहरू र फेवातालको तलपट्टि त्यो ढुङ्गा बिग्रेर बसेको रहेछ। छोराले यो के कसो भनेर सोधि पनि रहन्छ। अब त्यसको एन्सर दिँदै शीतल मौसम, अब रातिको समय होइन, शान्त उसमा जस एकदम रमाइलो फिल हो।